अहिले उदयपुर रहेछ हजुरको मुख्य नाका जोड्ने यो क्षेत्र पर्छ। अहिले चाहिँ कोसीमा चाहिँ पुलको अभावले गर्दा चाहिँ यसरी रिक्स मोलेर चाहिँ यात्रुवाहक बस चाहिँ यसरी तार्ने गरिन्छ होइन। रिस्की छ। अहिले चाहिँ पानीको बहाव एकदमै घटेर कम भएको हुनाले गर्दाखेरि चाहिँ यहाँ चाहिँ खाली गाडीलाई पारी तारिँदैछ। तर यहाँ चाहिँ अनि पुल निर्माणको कार्य पनि भइरहेको छ रहेछ। यहाँ चाहिँ पक्की पुल झोलुङ्गे पुलबाट चाहिँ त्यहाँ सानो सानो सवारी साधन अनि मान्छेहरू चाहिँ यात्रा गर्ने गर्छ भने यहाँ चाहिँ एउटा कन्स्ट्रक्सन कम्पनीले लिएर चाहिँ काम धमाधम निर्माण कार्य चाहिँ भइरहेछ। र अनि यहाँबाट चाहिँ फायर पनि झारिँदो रहेछ होइन। फायरहरूको पनि काम हुँदैछ त्यहाँ। र यो चाहिँ विशेष गरेर उदयपुर र भोजपुरको सायद यो नाका परेपछि उदयपुर उता चाहिँ भोजपुर पर होला। यहाँ विकासको गति कम लिएको हो कि होइन। अब नि यस्तो रिक्स मोलेर चाहिँ यात्रु बाघ वास्तै तारिन्छ।